आज चाहिँ यो 5-जनाको ग्रुप छ, टास्क छ। जसले राम्रो काम गर्छन् उसलाई मात्रै अर्को गेममा इन्टर गराउने भन्ने उद्देश्यका साथ यो टास्कमा हुनेछ। सो सबैजना एकदमै लागि परिरहेको छ, ठिक छ नि। स्कुल अगाडि दमदार भाइहरूले अनि म्याम पनि लागि परिरहनु भएको छ। तर यो उखालन निकै जुड्या दाजुभाइ पनि लागिरहेका छन् एउटै ग्रुपमा। गोबरमा पस्यौ नपस्नु ल। कति धेरै मेहनती छन् हो हाम्रो स्कुलको नानीहरू। यहाँ हेर त मसिनो मसिनो हेर त, कक्षा नर्सरीको नानीले पनि यति मजाले झार उखालिरहेको छ। यहाँ साह्रै ज्ञानी हाम्रो नानीहरू। खोर जलाउने काम भइरहेको छ। यहाँ हेड सरले बाँसलाई मिलाउँदै हुनुहुन्छ। 5जनाको ग्रुप कस्तो छ? ल ठिक छ ठिक छ। कति मेहनती हाम्रो भाइ बहिनीहरू आमा। ल अर्को गेममा कन्फर्म पार्टिसिपेन्ट हुने हो। ल ठिक छ ठिक छ। साँच्चै राम्रो ग्रुप छ यहाँ 5जनाको। हाम्रो विद्यालयको सबैभन्दा ठुलो जेनेरेसन कक्षा 8को विद्यार्थीहरूको ग्रुप छ यहाँनिर। साह्रै मेहनती। सकिसक्ने आँटेछ त यहाँ त। सकेको हो। म्याम सरहरू यहाँनिर एकदम लागि परिराख्नु भएको छ। कतिको राम्रो छ हो म्याम? राम्रो छ? सरोज सर धेरै राम्रो छ है। सरको स्कुलकै छेउमा पुरै फोहोर हुन्छ। यहाँ चाहिँ सफा गरिराख्नु भएको छ। सबैजना हाम्रो चाहिँ यहाँनिर उखाल न अलिअलि। उखालो मात्रै, यो धेरै मसिनो पर्दैन, यो ठुल्ठुलो मात्रै। पुरा कमिलाहरूको राज्य होला क्या यहाँभित्र है। कति राम्रो। ल हेरौँ त। सिनिक यहाँ त गएर सुत्तुङला झै जस्तो टाइपको छ। ल गरेको काम अनुमान गऱ्यौँ क्या, बुझ्यौ नि। हाम्रो क्यामेराम्यान कैद छ। सरहरूले म्याडमहरूले मजाले हेर्नु भएको छ। सबैजना यति लागि परेको छ। देश कसरी बनाउने भन्ने कुरो छ नि। देश बनाउनुमा तिमीहरूको हाम्रो के भूमिका हुन्छ भन्छौ नि। तिमीहरूको भूमिका यही हो। आफ्नो विद्यालय, आफ्नो घर, आफ्नो समाजलाई तिमीहरूले सरसफाइ गर्यो, सुरक्षा गर्यो भने त्यो नै के हो त? देश विकास हो। हामी विश्वास छ कि आउँदा दिनहरूमा पनि यसरी सबैजना लागि गर्नुपर्छ।
को लागि इन्टर गरेको छौँ, बुझ्यौ नि? र एकदम आकर्षक पुरस्कारहरू पनि छ। तिमीहरूलाई नराम्रो पक्कै लाग्दैन। र गेम चाहिँ के हो भने नि, यो के हो? यो ग्रुपलाई एउटा सम्मान स्वरूप एकचोटि फेरि जोरदार ताली अन्तिम गरेको। र यो ग्रुपलाई नै हामी पहिला प्राथमिकता दिँदै म भन्छु मेरो राम कहानी त्यो एक दिनको घामा सयौं दिनको पानी लौ सुन म भन्छु मेरो राम कहानी मोठदा आकाशले मलाई थिचिदिन्छ अघि बढ्दा धरती मलाई खाल्डो खन्छ मरोए आँसु रित्याउ भनेर तर आँसुले नै मलाई नै बगाउँछ विवेकले छिरायो तपाईँलाई के मन पर्यो? त्यसको ताली पकाउन त हो। छिराएर टक्कर प्राप्त गरेको छ नि, उनीहरूको लागि फेरि एकचोटि जोरदार ताली। ल जजसको छिराउन बाँकी छ नि, ल तिमीहरूले पनि यो तिमीहरूको लागि गिफ्ट हो, एउटा गेम थियो है, सो सबैको लागि एकचोटि ताली। यो तिमीले छिराउनु पर्दैन, आफै घरमा लग्यो हुन्छ है त ल? हुन्छ?